हेलो साथीहरू, हजुर सबैजना सन्चै हुनुहुन्छ होला। आज पनि म हजुरहरूको लागि एउटा नयाँ अर्निङ एप्लिकेसन लिएर आइसकेको छु, जहाँबाट तपाईँहरूले सिम्पल रिफर गरेर चाहिँ अर्निङ गर्न सक्नुहुन्छ। र तपाईँहरूले त्यो अर्निङ गरेको चाहिँ 1 रिफरकै नै पैसा तपाईँहरूले विथड्र गर्न सक्नुहुनेछ है। अब तपाईँहरूले अर्निङ गर्नको लागि चाहिँ मैले तपाईँहरूलाई चाहिँ एपको लिङ्क चाहिँ डिस्क्रिप्सनमा राखिदिएको छु। तपाईँहरूले त्यो डिस्क्रिप्सनमा थिचेपछि एउटा एप डाउनलोड गर्नुपर्ने हुन्छ र त्यो एप तपाईँहरूले ओपन गरेपछि तपाईँले लगइन गर्नुपर्ने हुन्छ र तपाईँहरूले लगइन गर्ने बित्तिकै 500 कोइन चाहिँ बोनस पाउनुहुन्छ है त। अब तपाईँहरूले त्यो 500 कोइन बोनस पाइसकेपछि तपाईँहरूले त्यो 500 कोइनलाई नै विथड्र गर्न मिल्छ है त। राम्रो कुरा यो छ, तपाईँहरूले प्रोफाइल देख्न सक्नुहुन्छ मेरो यो। तपाईँहरूले फर्स्टमा भनेको के गर्ने भने रिफर गर्ने हो। यहाँ अन भन्ने अप्सन देख्न सक्नुहुन्छ है त साथीहरू। यहाँ तपाईँहरूले प्ले टाइम गेम्स भन्ने अप्सन छ। यहाँ थिचेपछि तपाईँहरूले सिम्पल के गर्नुपर्ने हुन्छ भने एउटा गेम डाउनलोड गर्नुपर्ने हुन्छ र यो गेम चाहिँ तपाईँहरूले 1 मिनट खेल्नु भने 9+ कोइन पाउनुहुन्छ है त। अब यसबाट चाहिँ हल्का गाह्रो हुन्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ एप टास्क भन्ने छ है त। तपाईँहरूले अब सिम्पल सर्वेहरू गरेर अर्निङ गर्न सक्नुहुन्छ। र अर्को नि सर्वेहरू छ होइन यही हो। अनि अर्को मेन हामीले अब अर्निङ गर्ने भनेको चाहिँ अब रिफर गरेर है त साथीहरू। तपाईँहरूले यहाँ टक्क रिफर एन्ड अर्न भन्ने अप्सन देख्न सक्नुहुन्छ। यहाँबाट तपाईँहरूले यो लिङ्कलाई कपी गर्नुपर्ने हुन्छ र आफ्नो साथीहरूलाई पठाइदिनु पर्ने हुन्छ। र त्यो साथीहरूले चाहिँ यो लिङ्कबाट एप डाउनलोड गरेर आइडी बनाउँछ भने चाहिँ तपाईँहरूले ट्याक्कै 1000 कोइन पाउनुहुन्छ है त। अनि यहाँ देख्न सक्नुहुन्छ रिफरल हिस्ट्रीमा है तपाईँहरूले अब को साथीहरूलाई चाहिँ रिफर गर्नु भनेर हेर्न सक्नुहुन्छ। यहाँ देख्नुहुन्छ यहाँ लेखेको छ वेन योर फ्रेन्ड अर्न फर्स्ट कोइन यु विल गेट 1000 कोइन प्लस यु विल गेट 10% कमिसन अन फ्रेन्ड अर्निङ भनेको छ है त। त्यही हो, बुझ्नु होला। यहाँ तपाईँहरूले एउटा गिफ्ट जस्तो यहाँ बगलमा देख्न सक्नुहुन्छ अप्सन। तपाईँहरूले यसमा थिचेपछि तपाईँहरूलाई एउटा स्क्रच गर्ने अप्सन आउँछ। त्यो स्क्रच गरेपछि तपाईँहरूले अब कति कोइन पाउनुहुन्छ त्यही हो। अब मैले चाहिँ फर्स्ट टाइममा चाहिँ कति कोइन पाएको थिएँ भने मैले फर्स्ट टाइममा मैले 399 कोइन पाएको थिएँ। अनि सेकेन्ड टाइममा चाहिँ 54 कोइन पाएको थिएँ। अब यो अर्निङ गरेको पैसालाई विथड्र कसरी गर्ने भन्दाखेरि चाहिँ तपाईँहरूले यहाँ रिवार्ड भन्ने अप्सन देख्न सक्नुहुन्छ है त। यहाँ तपाईँले अब केमा यो चाहिँ तपाईँहरूले सिम्पल पहिला बाइनेन्स भन्ने एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ है त। तपाईँहरूले सिम्पल प्ले स्टोरमा गएर BINA बाइनेन्स भनेर यो एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ र ओपन गर्नुपर्ने हुन्छ। र यहाँ आइडी बनाउनु पर्ने हुन्छ र आइडी बनाएपछि चाहिँ आफ्नो आइडेन्टिटी चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ है त साथीहरू। तपाईँहरूले सिम्पल आफ्नो आइडेन्टिटी भेरिफाई गर्नुपर्ने हुन्छ र आइडेन्टिटी भेरिफाई गरेपछि चाहिँ अब यहाँ तपाईँहरूले चाहिँ त्यो एपमा पैसा लिने है त। त्यो एपमा अब केमा पैसा लिने त रिपलमा लिने कि बिटकोइनमा लिने कि अब बाइनेन्स कोइनमै लिने कि इथेरियम होइन USDT बिटकोइन केमा लिने। अब जस्तै यहाँ USDTमा देख्न सक्नुहुन्छ है त। 1 कोइनको हामीलाई 1000 आउँछ भने चाहिँ हामीले यतिमै चाहिँ विथड्र लिन सक्छौँ है त। तपाईँहरूले अब जस्तै यहाँ मेरो 9700 कोइन भयो भने चाहिँ मैले अब $1 लिन सक्छु। मैले पहिला यहाँनिर देख्न सक्नुहुन्छ 500 कोइनमा क्लिक गर्छु र यहाँ अब टक्क यो सबमिट रिक्वेस्टमा क्लिक गरिदिन्छु। अब यहाँ देख्न सक्नुहुन्छ इट टेक्स 48 आवर्स भन्ने एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ है त। तपाईँहरूले सिम्पल प्ले स्टोरमा गएर BINA बाइनेन्स भनेर यो एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ र ओपन गर्नुपर्ने हुन्छ। र यहाँ आइडी बनाउनु पर्ने हुन्छ र आइडी बनाएपछि चाहिँ आफ्नो आइडेन्टिटी चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ है त साथीहरू। तपाईँहरूले सिम्पल आफ्नो आइडेन्टिटी भेरिफाई गर्नुपर्ने हुन्छ र आइडेन्टिटी भेरिफाई गरेपछि चाहिँ अब यहाँ तपाईँहरूले चाहिँ त्यो एपमा पैसा लिने है त। त्यो एपमा अब केमा पैसा लिने त रिपलमा लिने कि बिटकोइनमा लिने कि अब बाइनेन्स कोइनमै लिने कि इथेरियम होइन USDT बिटकोइन केमा लिने। अब जस्तै यहाँ USDTमा देख्न सक्नुहुन्छ है त। 1 कोइनको हामीलाई 1000 आउँछ भने चाहिँ हामीले यतिमै चाहिँ विथड्र लिन सक्छौँ है त। तपाईँहरूले अब जस्तै यहाँ मेरो 9700 कोइन भयो भने चाहिँ मैले अब $1 लिन सक्छु। मैले पहिला यहाँनिर देख्न सक्नुहुन्छ 500 कोइनमा क्लिक गर्छु र यहाँ अब टक्क यो सबमिट रिक्वेस्टमा क्लिक गरिदिन्छु। अब यहाँ देख्न सक्नुहुन्छ इट टेक्स 48 आवर्ससम्म लाग्न सक्छ भने है त। अब देख्न सक्नुहुन्छ मेरो चाहिँ अब कोइन चाहिँ यहाँ देख्न सक्नुहुन्छ कट भइसकेको छ। तपाईँहरूको त्यो मनी चाहिँ यहाँ अब 48 आवर लाग्छ भने बाइनेन्समा आउन है। अब यो बाइनेन्स एपमा चाहिँ तपाईँहरूको 48 आवरभित्रमा चाहिँ त्यो मनी आउँछ है त। तपाईँहरूको 48 आवरभित्रमा त्यो मनी आइसक्छ र तपाईँहरूले त्यो मनी आइसकेपछि चाहिँ अब यहाँ अर्को अर्निङ गर्ने तरिका छ है त। तपाईँहरूले यहाँ ट्रेडिङ गर्नुपर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ BNB भन्ने तपाईँहरूले चाहिँ किन्नुपर्ने हुन्छ। अब बाईमा क्लिक गरेर चाहिँ
अब कतिको किन्ने हो होइन, त्यही अनुसारले चाहिँ टक्क किन्नुपर्ने हुन्छ। अब अहिले मसँग कोइन छैन, त्यही भएर किन्न मिलिरहेको छैन। तपाईँहरूले टक्क यहाँ बिएनबी होइन, अब यहाँ बिटकोइन, इथेरियमहरू चाहिँ टक्क यो किन्नुपर्ने हुन्छ। जब यसको प्राइस लो हुन्छ त्यतिखेर किन्ने हो, अनि हाई हुने बित्तिकै चाहिँ सेल हानिदिने हो। यहाँ वालेट्सहरू आफ्नो हुन्छ, यहाँ तपाईँहरूले विथड्र गर्ने भिडियो पनि अब म अर्को भिडियोले बनाउने छु। यहाँबाट तपाईँहरूले अब रिफर भन्ने अप्सन देख्न सक्नुहुन्छ। रिफर भन्ने अप्सनमा क्लिक गरेर चाहिँ तपाईँहरूले टक्क त्यो आफ्नो लिङ्क साथीहरूलाई पठाउनुहुन्छ भने चाहिँ यदि साथीहरूले त्यो लिङ्कबाट आइडी बनाउँछ भने तपाईँहरूले नै अब केही प्रफिटहरू पाउने हुनुहुन्छ। होप हजुरलाई भिडियो राम्रो लाग्यो होला। आजको भिडियो यति नै थियो। यदि हजुर मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।